नमस्ते सबैमा। होटल इन्डस्ट्री बारे नै केही जानकारी लिएर आएको छु। तपाईहरु यदि होटल इन्डस्ट्रीमा आज पहिलो दिन छ भने तपाईले के गर्नुपर्छ, तपाईको इम्प्रेसन चाहिँ कसरी राम्रो हुन्छ, त्यो बारे म तपाईहरुलाई केही ज्ञान दिन गइरहेको छु। हैन, मैले जानेको बुझेको म तपाईलाई सिकाउँदै छु है त। यदि तपाई आज होटल इन्डस्ट्रीमा चाहिँ पहिलो दिन छ अरे, तपाई के गर्नुहुन्छ भन्दाखेरि फर्स्ट भनेको तपाईले आफ्नो डिपार्टमेन्ट बारे अध्ययन गर्नुपर्ने हुन्छ। अनि त्यसपछि सुपरभाइजरको इन्स्ट्रक्सन जहिले फलो गर्नुपर्ने हुन्छ। अनि अर्को भनेको चाहिँ तपाईले होटलको एसओपी के छ, स्ट्यान्डर्ड अपरेसन प्रोसिजर चाहिँ के छ, त्यो बारे चाहिँ अध्ययन गर्दाखेरि चाहिँ तपाईलाई इन फ्युचर धेरै राम्रो हुने गर्छ। अनि अर्को कुरो भनेको तपाईले नबुझेको कुरोलाई कहिले पनि हैन मलाई आउँछ भनेर नगर्नुहोस्। आउँदैन भनेर तपाईले चाहिँ के गर्न सक्नुहुन्छ नि आफ्नो कोलिगको इन्स्ट्रक्सन, सुपरभाइजरको इन्स्ट्रक्सन लिन सक्नुहुन्छ। त्यो गर्दाखेरि तपाईलाई इन फ्युचर धेरै राम्रो हुने गर्छ। अनि थर्ड कुरो भनेको चाहिँ इन्डस्ट्रीमा हैन, होटल इन्डस्ट्रीमा आफ्नो एटिट्युड, डिसिप्लिन र विलिङनेस टु लर्न हैन, तपाईले अब आफ्नो डिसिप्लिन मेन्टेन गर्नु पर्यो, एटिट्युड राम्रो हुनु पर्यो। अनि त्यसपछि चाहिँ तपाईले चाहिँ मलाई पनि काम गर्ने चाहिँ इच्छा छ र त्यो चाहिँ म कसरी चाहिँ सिक्न चाहिरहेको छु त्यो चाहिँ देखाउनु पर्यो। यदि तपाईले यो तीनटा चीज तपाईले देखाउनु भयो भने चाहिँ होटल इन्डस्ट्री तपाईलाई राम्रो हुन्छ। यदि त्यो कुरो तपाईले राम्रो युटिलाइज गर्न सक्नु भएन डे फर्स्ट देखि नै भने तपाईको इम्प्रेसन धेरै भन्दा धेरै नराम्रो हुन जान्छ। त्यही भएर एटिट्युड, डिसिप्लिन र विलिङनेस टु लर्न, यति तीनटा चीज चाहिँ तपाईले याद गर्नुपर्छ। यतिलाई चाहिँ मेन फोकस गर्नुपर्छ। र आजलाई यति नै हैन, धेरै छोटो छ भिडियोहरु। तपाईहरुलाई पनि अझै होटल इन्डस्ट्री बारे केही जान्न मन छ भने चाहिँ प्लिज मलाई फलो गर्नु होला। हस्त, नमस्ते, बाई।